Yeah, yeah, came through flexing cause they know I got the sauce. Got the presents on me, I can't ever take it off. That's why I came country boy stepping, yeah, I'm country boy stepping. Country boy stepping, yeah, I'm country boy. कहाँ जान्छौ औरी तिमी आज? Let's go to Canberra. यो पालि हामी जाँदैछौँ सिडनीबाट क्यानबरा र यो पालिको यात्रा किन इन्ट्रेस्टिङ हुँदैछ भने हामीसँग 2टा पुस्ता होइन 3टा पुस्ता होइन पुरै 4वटा पुस्ता सँगै भएर जाँदैछौँ। लगभग 1 घण्टाको यात्रा गरेपछि हामी पुग्यौँ स्ट्यानवेल टप्स। सन्डे भएको भएर होला धेरै बाइकर्सहरूको ग्रुप बाटैभरि देख्न सकिन्थ्यो। हामी स्ट्यानवेल टपबाट अब जाँदैछौँ नानतेन टेम्पलतिर। के छ मम्मी कस्तो भइरहेको पछाडि? रमाइलो लाग्यो। नौलो नौलो ठाउँमा ल्याउनु हो। ठुलो नदी रहेछ समुद्र। छोरी जाऊ बस सिटमा बस। बुवा कस्तो लाग्यो त? स्ट्यानवेल टप्स रमाइलो लाग्यो। जतिपटक गए पनि रमाइलो लाग्ने यो ठाउँमा हजुरबुवा हजुरआमा र आमा बाबालाई पनि एकदमै मन पर्यो रे। अनि हामी लाग्यौँ नेक्स्ट डेस्टिनेसनतिर। प्लान हल्का चेन्ज भयो। हामीले यो पछाडिको छाल बाटो कोस्टलको बाटो आउँदा यस्तो मजा लाग्यो कि यहाँ नरोकिकन बस्नै सकिएन। अनि यो बिचको ठाउँमा हामी रोकिएर छाल हेर्न झर्दैछौँ। कस्तो लाग्यो बुवा छाल? कस्तो रहेछ समुद्रको? रमाइलो लाग्यो? जाडो त भएको छैन? यसलाई अस्टिनमोर बिच भनेको अब यो हामी ओलङ्गन जाने बाटोको बिचमा पर्छ। ओलङ्गन अब नानतेन टेम्पल जाँदैछौँ। अब यो बिचमा पर्छ। यहाँ झर्ने प्लान त थिएन। यो देखेर चाहिँ नझरी नहोला जस्तो लाग्यो। अब देखिने दृश्यले तपाईँको मन र मस्तिष्कमा तहल्का मचाइदियो भने त्यसको जिम्मेवार म हुने छैन। Two hearts finding where to meet, but life pulled us apart, left me talking to the dark. If I called you tonight, would it feel the same? Or have we both moved on to different names? Take me back to the start, before the quiet and the scars, when the world felt small and your hands felt warm. Take me back to the start, if only for a moment. समुद्रको छाल हेर्दै अब कफी खाने प्लान बनिरहेछ। सोचेको जस्तो केही हुँदैन भनेको जस्तै भयो। यो ठाउँमा हामी पस्छौँ भनेर सोचेकै थिएनौँ, तर पस्दाखेरि यति रमाइलो होला भन्ने हामीले सोचेको पनि थिएनौँ। अब भने हामी जाँदैछौँ नानतेन टेम्पल। बाई बाई गरिदिनु आमालाई। बाई बाई। हाम्रो दिमाग पनि अघि देखिएको छालहरू जस्तै छछल्किरहेको थियो। त्यसैले त्यसलाई शान्त गराउनको लागि हामी पुग्यौँ बौद्धिस्ट टेम्पल नानतेन टेम्पल।
हेर्नु ल गाई। हजुरबुवा हजुरआमाले बाटोमा देखिएका हरेक दृश्य इन्जोय गर्दै हुनुहुन्थ्यो। बाबा केलाई रेडी हुनुभएको? यहाँ कायामा आएर अब आज फोटो एउटा फोटो सेसन गर्नु पर्यो। अब यहाँ 4 पुस्ताको फोटो सेसन पनि 4 पुस्ता। बुढो हजुरबुवा हजुरआमा अनि हजुरबा हजुरआमासँग घुम्न पाएर होला औरी पनि साह्रै रमाएकी थिइन्। कायामामा आएर हामीले चाहिँ अहिले लन्च गरिरहेको छौँ। यस्तो भ्यू हेर्दै रुखको शीतल छारीमा बसेर रन्दाना, आलुको तरकारी, गाजर। खाना खाएपछि पेटको भोक त हरायो, तर समुद्र हेरेर आँखाहरू अझै अगाएका थिएनन्। कस्तो दामी लुकआउट रहेछ यो। अहिलेसम्म यादै थिएन होइन, छिरेकी थिएन, थाहा नै थिएन। आज चाहिँ छिर्यौँ यहाँ होइन। यस्तो बवालकै लुकआउट देखाउँछु त म पछाडि। उडिसक्यो त माथि माथि उडिसक्यो त ऊ हेर त माथि खै लाग जाऊ। निराश हुनुभयो त थकै लाग्यो कि क्या हजुर थकै लागेको छ कि छैन? आमालाई कतिको थकै लाग्यो? बसिरहने हो, बस्दा थकै लागेन? 80 वर्ष पुग्न लाग्नुभएको हजुरबा हजुरआमाले यत्रो ट्राभल गरेपछि क्यानबरा पुगेपछि भने फ्रेस फिल गर्नुभयो अनि भन्दै हुनुहुन्थ्यो, यहाँको राजधानीमा त मान्छे नै भेटिएनन्, हाम्रो काठमाडौँमा त कति हो कति। घर फर्किने बेलासम्म पनि कसैको जोस र जाँगर मरेको थिएन। लास्टै 1 2 3 4 5